लसो लसो सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा सम्पूर्णजनामा नमस्ते मेरो लसो फ्याफुल्ला एउटा यो वैदेशिक रोजगारमा जानेको एउटा भिडियो बनाउँदैछु साथीभाइहरू म चाहिँ यो अब विदेशमै नगए त भएको छैन विदेश पनि जानै पर्यो तर विदेशमा जाने यो छोरा मान्छे भयो छोरी मान्छे भयो छोरा मान्छेले नै बिर्सिदिने छोरी मान्छेले नै बिर्सिदिने विदेश पुगिसकेपछि यहाँ बालबच्चाको साह्रै बिजोग यो छोरी मान्छेलाई भयो भने छोरा मान्छेलाई भयो भने अब आउने नयाँ सरकारहरूले चाहिँ यिनीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्यो सरकार तपाईँहरूले यिनीहरूलाई यहाँ छोराछोरी जन्मेर छोराछोरीको बिहे भएसम्म पनि आउँदैन यिनीहरू कुनै त्यहीँ बिहे गरेर बस्ने भयो यस्तो व्यक्तिहरूलाई चाहिँ एकदम कडाभन्दा कडा कारबाही गर्नुपर्यो सरकार तपाईँहरूले यस्तो नियम पनि बनाउनु दिनु पर्यो अब धेर जस्तो त अब जहाँ पनि छ छनु चाहिँ यो जुनै राष्ट्रमा छ अमेरिका पनि त्यत्तिकै छ अस्ट्रेलिया अमेरिका जापान जहाँ पनि यो मलेसिया कतार दुबई अझ बढी त मलेसियामै होला यो अब छोराछोरी नै बिर्सिदिने बुढी नै बिर्सिदिने बुढा नै बिर्सिदिने यो छोरा मान्छे होस् या छोरी मान्छे होस् यिनीहरूलाई चाहिँ एकदम समय सालसम्म पनि आएन भने चाहिँ यिनीहरूलाई खोजी भए पनि यिनीहरूलाई कारबाही चाहिँ गर्नु पर्यो सरकार तपाईँहरूले त्यस्तो नियम पनि ल्याउनु पर्यो सरकार यहाँ छोराछोरीको धेरै बिजोग दिए सरकार यो नेपालमा चाहिँ हामीले धेरैजनाको अब यहाँ समस्या नि देख्यो कोहीको बाउ नआउने कोहीको आमा नआउने यति यस्तो व्यक्तिहरूलाई चाहिँ तपाईँहरूले छानी यस्तो कानुन बनाइदिनु होला सरकार तपाईँहरूले हस्त